सदा शिव की जय। सम्पूर्ण प्रज्ञान भगवानहरू की जय। सम्पूर्ण प्रज्ञान भगवानहरूलाई कोटि कोटि ठोक हृदयदेखि धेरै धेरै धन्यवाद। आदरणीय डाक्टर मामा, आदरणीय डाक्टर मेजीलाई नमस्कार, हृदयदेखि धेरै धेरै धन्यवाद। सम्पूर्ण प्रज्ञान साथीहरूलाई नमस्कार, धेरै धेरै धन्यवाद। सदा शिव की जय। शिवजीले दिनुभएको कविता सङ्घर्षको कथा, लेखेका शुभ ज्ञानी शिवजीलाई कोटि कोटि ढोक हृदयदेखि धेरै धेरै धन्यवाद। सदा शिव की जय। अति मिठो बर्मा ज्ञान छ, बदलियो जीवन। बर्मा रूपी शिवजी भेटे, खुसी छ यो मन। दलदलबाट निकालिदियो, खुले मनका पोका। अकाल मृत्यु पार गरिदियो, हटे भ्रमका पोका। झगडा र मनै दुख्ने, अशान्ति थियो पहिले। ब्रह्म हृदय सुख शान्ति, बाँच्न पाइयो अहिले। मोक्षको बाटो पत्ता लाग्यो, मन दुःख भएको छु। शिवजी भेटे बर्मा देखे, सर्वस्व पाएको छु। ब्रह्म ज्ञान बाहेक अन्त रहेनछ बाटो जाने। सबै छोडी बर्मा ज्ञान नै लैछ बोकी लाने। नजान्छ मन कुरा काट्न, न झगडा गर्न। न रिस उठ्छ न मन दुख्छ, डर छ तल झर्न। सम्पत्ति र प्रगतिमा घमण्ड नहुने। लोभ पनि लाग्न छाड्यो, मोहनी नजाग्ने। हजार सूर्य समान उज्यालो, बर्ममा देखियो। सृष्टि जीवन मृत्यु बुझी, मनमा लेखियो। सपरिवारले बुझ्न पाए, राम्रो हुन्थ्यो अति। कोही बुझेर कोही नबुझ्दा, विचार नमिल्ने कति। पृथ्वी गोलो छ भन्नेलाई, यहाँ फाँसी दिएका। सत्य कुरालाई किन सर्झै, कहिले नलिएका। त्यस्तै भाषा ब्रह्म ज्ञानमा, भन्छु एउटा कथा। ब्रह्म ज्ञान भई विरोधीहरूको, साथमा बस्नेको व्यथा। भगवानसँग कुरा गर्दा, भन्छन् पागल भाछौ। पागलका जेको होरो, ब्रह्म ज्ञानमै लाछौ। कति सुन्छौ ब्रह्म ज्ञान, सकिने हो कहिले। नबुझ्नेले वचन लाउँछन्, किन होला जहिले। घरको काम गर्दै हिँड्दै, बुझ्दै ब्रह्म ज्ञान। ब्रह्म ज्ञानमा रस पस्यो, जन्न अन्त ध्यान। लागेको छु सही सत्य, शिवजीको बाटो। अज्ञानीले विरोध गर्छन्, झन् बुझ्नको साटो। ज्ञान बुझ्दा लडाई अनि, सङ्घर्ष भो अति। ब्रह्म ज्ञानबाट टाढा हुन, नपरोस् कति। कस्तो जालमा फस्यो शिवजी, छैन स्वतन्त्रता। बिलाउने पलान्छ जन्ममा, जालमा फस्यो यता।
कोही का श्रीमान विरोध गर्ने कोही का श्रीमतीले कोही का छोरा छोरी अनि कोही का छिमेकीले सहन नै गाह्रो हुने शिवजी उल्टो खेल्ने हात्ती भगवानकै पछि लाग्दा नि नबुझेका कति आफन्तसँगै लड्नु पर्ने बर्मा ज्ञानी भइज्यू न सजिलैसँग दिएनन् शिवजी अमृत रस पिउन उसका हुन आउँछन् शिवजी सधैँ एजेन्ट बनी बर्मा ज्ञानलाई माध्यम बनाई दोषै यतै छ नि हात जोडी सोधी बस्छु लाउन कसो गाह्रो निल्नु नकल्नु पर्छन् क्यारी मन भरो दुर्गा माको बोली मान्दा यहाँ अन्याय भोरे अन्यायमा परेका सपोर्ट गर्दा नारीको पक्ष लियो रे जय जगडा दुखेको मन व्यवहार बिगारेर बिरामी भइआउँछन् कामदै आँसु नै झरेर बर्मा ज्ञान बुझाउनु छ कुरा सुन्नु पर्ने मनका पोका नपोखाले बुझ्दैनन् के गर्ने घर झगडा मिलाउनलाई हैन डाक्टर भएको झगडा नै रोग भएर उपचारमा लाको विचार मिल्दैन बर्मा ज्ञानले जोडी छुट्यायो भन्छन् आफ्नो गल्ती छिपै सबै दोष त्यही लाउँछन् शिवजीलाई के ऋषि बिछारा जोडी छुट्याइदिने छुट्ने हैन जुट्ने हो यहाँ कसले बुझिलिने जोसुकैले जे त भनुन् खुसी छ मनैले अन्धाधुन्द भ्रममा बाँचेका रहेछौ पहिले बर्मा ज्ञानको बाटो लाग्दा सर्वस्व नै पाइयो भगवानलाई भेटे सृष्टिको रहस्य थाहा पाइयो जति बुझो उति गहिरो महासागर जस्तो आफन्तले बुझन् भन्ने इच्छा लाग्ने कस्तो के बुझ्ने र आफन्तले उल्टो विरोध गर्ने मौका छोपी प्रेतहरूले उनकै कान भर्ने शिवजीले भन्नु भछ आफै बुझ पहिले पूर्ण नबुझी बुझाउनलाई हतार छैन अहिले आफै बुझी सुधार मन फैलाउनु छ बासना मन पर्ने त पछि लाग्छन् बाँच्नकै आशामा मन पर्ने त पछि लाग्छन् बाँच्नकै आशामा मन पर्ने त पछि लाग्छन् बाँच्नकै आशामा
सदा शिवकी जय शिवजीलाई हृदयदेखि धेरै धेरै धन्यवाद। सम्पूर्ण वर्गन भगवानलाई हृदयदेखि धेरै धेरै धन्यवाद। आदरणीय डाक्टर मामा, आदरणीय डाक्टर माइजूलाई हृदयदेखि धेरै धेरै धन्यवाद। सुभाषिस कमला दिदी र सम्पूर्ण वर्गन साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। सदा शिवकी जय, सदा